शेरबहादुर राईजीको आफन्तजन र रिडिङवासी सबैजनामा र हाम्रो एकदमै सक्रिय प्रतिनिधि हाम्रो मणि कुमार मामाज्यू र सबै भाइ बहिनी सबै आफन्तजन र वरिपरि सबैजनासँगमा आभार छ। विशेष चाहिँ यस दुःखद शेरबहादुर राईजीको अन्त्येष्टिको दुःखद घडीमा चाहिँ एकदमै ठुलो भूमिका चाहिँ जुन किराया प्रकाशा रेडिङ किराया समाज रेडिङ र यहाँका आफन्तजन र हाम्रै समाजका मामा मणि कुमार राईज्यूलाई चाहिँ एकदमै उहाँले ठुलो भूमिका चाहिँ निभाइदिनु भएको छ र हामी सबै गर्न पनि हामी सफल भएको छ। मेरो विचार मेरो लागि चाहिँ एकदमै राम्रो अन्त्येष्टि भएको जस्तो लाग्यो। एकदमै यहाँहरूको भूमिकाप्रति चाहिँ मन लगायत मेरो महाभारत समाज संयुक्त अध्ययन राज्यको कार्य समितिको अनि सबै मेम्बर्सहरूको तर्फबाट चाहिँ यहाँहरूले धेरैभन्दा धेरै धन्यवादका साथ आभार व्यक्त गर्दछौँ। स्वीकार दिनुहोस्। र जो हाम्रो आदरणीय दाजु स्वर्गीय शेरप्रसाद राईजी चाहिँ आज यहाँ हामीबाट बिदा भएर जानुभएको छ र पहिला जो ईश्वरले यस धरतीमा उहाँलाई पठाइबक्सिनु भयो, जो रविमा होइन, उहाँलाई यात्रा गराउँदै आज यो रेडिङको ठाउँमा आएर उहाँले फेरि उठाएर आफ्नो राज्यमा लगिबक्सिनु भएको छ। त्यसैले उहाँलाई जुन राज्यमा लगिबक्सिनु भएको छ यहाँ चाहिँ उहाँको आत्मा र उहाँको स्थान चाहिँ एकदम राम्रो होस् र एकदमै उहाँलाई चाहिँ त्यहाँ शान्ति मिलेको होस् होइन। त्यहाँ शान्तिको देश छ, त्यहाँ रोग न शोक न भोग केही छैन होइन। त्यस ठाउँमा जानुभएको छ, त्यसरी नै उहाँलाई चाहिँ त्यहाँ शान्ति मिलेको छ र स्थान मिलेको होस् भन्दै हामी सबैको तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ। र जो उहाँको परिवार आफन्तजनमा एकदमै ठुलो यस दुःखद घडीमा चाहिँ एकदम शोकमा पर्नुभएको छ, उहाँहरूप्रति पनि धैर्य धारण गरेर शोकलाई सहेर एकदमै सहने शक्ति चाहिँ परमात्मा ईश्वरको नामबाट चाहिँ भगवान्बाट उहाँहरूलाई शक्ति आशिष मिलेको होस् भनेर हामी सबै समिति अनि सबैको तर्फबाट हार्दिक